एउटा सुन्दर शान्त जंगलको नजिक रहेको एउटा सानो गाउँमा एकजना भिक्षु अचानक आउँछ। जोगी अचानक आएर एउटा डेरा बनाएर बस्छन् अनि उनको सत्य बोल्ने बानी हुन्छ। गाउँलेका ती जति पनि बच्चा बच्ची हुन्छन् तिनीहरूलाई साह्रै मनपर्छ। भिक्षु भएको ठाउँमा त्यो जोगी भएको ठाउँमा गएर बच्चा बच्चीहरू चाहिँ कुरा गर्ने, गुरुको त्यो जोगीको कुराहरू सुन्ने गर्थे। अनि एक दिन एकजना मान्छे भारी लिएर छाउने लुगादेखि लिएर सबै लिएर त्यो ठाउँमा चाहिँ म बस्नको लागि बसाइ सरेर आएको, म यो ठाउँमा चाहिँ बस्छु भनेर सोचेर आइरहेको छु, कस्तो ठाउँ छ, कस्तो छ, के छ भनेर सोध्छ। जोगीले भन्छ, तिमी के कारणले त्यो पहिलाको ठाउँ छोडेर आएको भन्दाखेरि उसले भन्छ, सबैसँग चाहिँ झगडा पर्ने, कोही मान्छे मिलनसार थिएन हैन, जोसँग पनि झगडा परेको छ, बस्नै सकिनँ म त्यो ठाउँमा। म एकदमै गाह्रो भयो मलाई बस्नलाई हैन, सरसल्लाह छैन, कोहीसँग सहयोग छैन, सबै मान्छे स्वार्थी, मलाई एकदमै गाह्रो भयो, सबैसँग झगडा पर्यो मेरो। त्यही भएर म त्यो ठाउँ सरेर यो ठाउँमा बस्नको लागि आएको, कस्तो छ यो गाउँ भनेर सोध्छ। त्यसो भने तिमीलाई यो गाउँमा पनि गाह्रो छ, तिमी यो गाउँमा नबस, यो गाउँ पनि तिमीले भनेको जस्तै हो, तिमीलाई पहिलाको गाउँमा जस्तो समस्या थियो यो गाउँमा पनि तिमीलाई त्यस्तै समस्या हुन्छ, त्यही भएर तिमी यो ठाउँमा नबस भनेर उक्त भिक्षुले भन्छ। अनि जान्छ त्यो मान्छे, म बस्दिनँ त्यसो भए यो ठाउँमा हैन, अर्कै ठाउँमा बस्छु भनेर जान्छ। अनि एकैछिनमा फेरि अर्को एकजना मान्छे आउँछ र भन्छ, नमस्कार, म यो ठाउँमा बसाइ सरेर हैन सरेर चाहिँ आउन चाहन्छु, ठाउँको बारेमा तपाईँलाई थाहा होला सबै कुराहरू, लौ न मलाई भनिदिनु पर्यो, तपाईँ त सबैको घरमा जानु भएको छ हैन भिक्षा माग्नको लागि, तपाईँलाई कस्तो लाग्छ यहाँका मान्छेहरू भनेर सोध्छ। अनि तिमी किन आएको त्यो ठाउँ छोडेर, पहिलाको ठाउँ छोडेर किन आएको भनेर उक्त भिक्षुले भन्छन्। अनि त्यो मान्छेले भन्छ, अब त्यो ठाउँमा सबै मिलनसार थिए, सबै राम्रो थियो, म बसेको ठाउँमा सबै हाँस्ने, मिठो बोल्ने हैन, सबैजना एकदमै गतिला, सत्य बोल्ने हैन, सकारात्मक सोचका थिए। मात्रै कुरा के थियो भने एउटै बिजनेस धेरैले गरे, फरक भएको भए पनि हुन्थ्यो। अनि त्यही भएर म चाहिँ नयाँ ठाउँमा चाहिँ एउटा मेरो उताको बिजनेस नयाँ ठाउँमा ल्याएर चाहिँ गर्न चाहन्छु भने। अनि भिक्षुले भन्छन्, तिमीले सोचेको जस्तै, तिमीले चाहेको जस्तै राम्रो छ यो ठाउँ, यो गाउँ एकदमै राम्रो छ, यो गाउँ एकदमै मिलनसार छन्, यहाँका मान्छेहरू एकदमै हँसिला छन्, एकदमै सहयोगी छन् यहाँका मान्छेहरू भनेर बौद्ध भिक्षुले त्यो भिक्षुले चाहिँ जोगीले त्यसलाई त्यस्तो भन्छन्। त्यस पछाडि त्यो मान्छे खुसी हुन्छ, नयाँ ठाउँमा बस्नको लागि बसाइ सरेर चाहिँ हैन, अब बिजनेस गर्नको लागि त्यो ठाउँमा बसाइ सरेको हुन्छ, ऊ खुसी भएर जान्छ। एकजना फर्कियो, जो मान्छे रुष्ट थियो, रिसाउने, झगडा गर्ने टाइपको थियो, फर्कियो। जो मान्छे हँसिलो रसिलो थियो, सबैसँग मिल्न सक्ने क्षमता भएको थियो, त्यो गाउँमा छिर्यो। अनि ती 4-5 जना मान्छे जति पनि थिए, त्यो भिक्षुलाई, जोगीलाई मन पराउने हैन, उसले चाहिँ सत्य बोल्ने हैन, सत्य बोल्ने भएको कारणले गर्दा मन पराएको थियो नि त। तर ती बच्चाहरूले सोध्छन्, अब तपाईले त सत्य बोल्नुहुन्थ्यो, तपाईले त झुटो बोल्नु भएन र भनेर भन्छन्। एकजनालाई भन्नुभयो यो गाउँका मान्छे रुष्ट छन्, खराब छन् हैन, रिसाउने खालका छन् भन्नुभयो। एकजनालाई भन्नुभयो एकदमै राम्रा छन् हैन, सत्य बोल्छन्, खुसी छन्, यहाँका मान्छेहरू हँसिला छन्, रसिला छन्। अनि कसरी भयो भन्दाखेरि त्यो भिक्षुले, जोगीले उत्तर दिन्छ, अब हामी आफूमा भर पर्छ, हामी यदि रिसाउने स्वभावका छौं भने हामी जहाँ गए पनि हाम्रो स्वभाव परिवर्तन हुन एकदमै गाह्रो हुन्छ, हाम्रो स्वभाव उही रहन्छ। हामी रुष्ट छौं, रिसाउँछौं, कोही मान्छेलाई देखो कि शत्रु जस्तो व्यवहार गर्छौं, हामी अरूसँग मिल्नै सक्दैनौं भने यो हामीमा भर पर्ने कुरा हो। हामी खराब भएको कारणले गर्दा दुनियाँ खराब देख्छ। जो मान्छेले आफू खराब छ उसले दुनियाँलाई खराब देख्छ। आफू सही हुनु पर्यो, आफू हँसिलो हुनु पर्यो, आफू रसिलो हैन, आफ्नो बोली मिठो हुनु पर्यो, आफू सत्यमा चाहिँ हैन एउटा आफ्नो आधार धरातल सत्य हुनु पर्यो। जो मान्छे सही छ त्यो मान्छेले अरूलाई पनि सही देख्छ।